हाम्रो मजाको ठुलो दिदी उहाँ चाहिँ ठुलो दिदी सानो दिदी अनि ऊ हाम्रो छिमेकी आन्टी मेरो बुवा त्यहाँबाट बिखान सक्यो कै खेल बाँकी थोर बिखान सब बहुत कै खेल चाहिन्छ कुछ न दुई लाइन जाओस् न जो पढ जो आइसक्रिम मिठो स्वादिलो लगातार पुरै एकदम धकाधक वेलकम ब्याक युट्युब च्यानल। सो फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो न्यू ब्लगमा। सो आज वैशाख 1 गते सो थारूहरुको एउटा महान चाड पनि हो यो हैन। सो पकाउँछ के हैन। सो मेरो युट्युब फ्यामिलीहरुलाई सबलाई हैन अललाई जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ हैन सबलाई ह्यापी न्यू इयर अनि सबैको दिन शुभ राम्रो होस् हैन। सो यति चाहिँ चाहन्छु। अनि मेरो चाहिँ परम्परा हो है पहिलादेखि म चाहिँ आज हैन अनि पूजा गरेर देवतालाई अनि आमा बुवालाई चाहिँ यसरी चाहिँ बिहानै उठेर नुहाए अनि हाम्रो यो थारूको चाहिँ जुर शीतल भन्छ हैन। जुर शीतल अनि त्यो सबै कुरा गरेर पूजाहरू गरेर अनि आज चाहिँ मिठो खानेकुरा खान्छ के हैन हाम्रो थारूहरूले। सो हेर्दै गर्नु होला हैन। सो अझै पनि अनि अहिले चाहिँ पूजा गर्ने अनि चाहिँ त्यसपछि चाहिँ आज मेला पनि जाने। सो आजको ब्लग पनि बबाल हुनेछ है त। मम्मी सो फाइनली गाइज हेरिसक्नुभयो हैन हाम्रो थारूहरुको कसरी हैन त्यो चाडहरू अनि खानेकुरा पनि छ तर अहिले हैन एकछिनमा। सो मासु ल्याउने पहिला अनि बुढी निपिरहेछ अनि यता गोबर मम्मी चाहिँ यता निपिरहेको थियो आँगन गोबर उत्योले। सो हेर्दै जानु होला है त अझै पनि। सो आज चाहिँ मेला नि जाने। सो आज चाहिँ बवाल हुन्छ कि आज मासु पाकिरहेछ हाम्रो मासु भुटन अनि यो भुटन हो खसीको भुटन अनि भाउजू यहाँ आएको छ आज कही टमाटर छेले त के भेल पाकल छ त और निकै छ ले दही एक राख कही मागेछु। सो पकाइरहेको छैन हाम्रो मजाको यो भुटन हो खसीको भुटन अनि मासु पाक्न बाँकी नै छ। मासु त्यसपछि कुखुराको मासु ब्रोइलरको मासु सबै छ। मम्मी खाँदैन नि त त्यही भएर। सो गाइज पाकिसक्यो हो यो चाहिँ निकाल्ने पुरै भुटुन नै यो निकालिसकेँ हाम्रो खसीको भुटन। अनि यहाँ चाहिँ मासु पाक्छ। गाइज छैन मासु पाकिरहेको थियो कि होइन। सो खाएँ अगाइसकेँ है अगाइसकेँ अनि यो ड्रेस लाएको अब मेला जाने। सो मेरो बुढी मेकअप कति मेकअप गरिछि कै लगाइछि। सो दिदीहरु आउनुहुन्छ सबैजना आउनु भएको छ हाम्रो फुल फ्यामिली प्याकेज। पल्लवी ऊ चाहिँ भान्जी ऊ चाहिँ भान्जा अनि यहाँ
एउटा मुख छुपाइरहेछ के रिसा छ क्या हो मामादेखि होइन फोनमा चाहिँ जतिखेर मामा मामा भन्छ है ए गुच्की गुच्कु ए गुच्को नै छे सो ठुलो दिदी उहाँ चाहिँ ठुलो दिदी सानो दिदी अनि ऊ हाम्रो छिमेकी आन्टी मेरो बुवा उता दाई सो फाइनल गाइज होइन लागिसक्यो भरिले क्यामेरा सो मोबाइल अनि लागे हेर्न सक्नुहुन्छ बाइकको अनि लागे अनि हाम्रो मेलातिर सो हेर्दै जानु होला है त सो मेरो तपाईँहरूको चाहिँ फेभरेट मान्छे पनि जाँदैछ एउटा अझै होइन सो मेरो भ्लगमा जहिले पनि अलिअलि आइरहेको छ सो त्यही भएर हेर्दै जानु होला सो दाइको गाडी लिए होइन आफ्नो छैन दाइलाई मागे हेलमेट अनि चाबी अनि बाइक अनि सो जाँदैछु है लोग याद से तो ककरा देखे मार के क्या मारते से हीरो लोग हुई थी तोरे नहीं दिखाए थे कई खेल तोर बिखान सब बहुत कई खेल चाहिए कुछ ने दुई लाइन जाओस् न जो पढ जो आइसक्रिम मीठो स्वादिलो आइसक्रिम आयो सो गाइज हेर सक्नुहुन्छ पुरै मेला त बबाइलो लाग्छ यहाँ पनि शीतल पानी बुवालाई किन्ने रे यो किन्ने यस्तै हो है झुम्का किन्ने के किन्ने नथिया किन्ने होइन जुग जुग जियो रे सो गाइज यहाँ चाहिँ खेलकुददेखि लिएर होइन सबै अनि यहाँ यता चाहिँ पुरै होटल छ है सो मेला पनि लाग्यो अनि भतिजले चाहिँ मोमो खाने रे बच्चा जस्तो खान मन लाग्छ के बच्चा बेदरा जस्तो
सो होइन मेला सक्यो राति पनि भयो होइन अनि पछाडि मेला लागिरहेको छ पुरै अनि बरफ खाइरहेको थियो एउटा बर्फ सो जित्रा सो होइन आजको ब्लग चाहिँ फेरि यत्तिकै सो राम्रो राम्रो भन्नुलाई पनि राम्रो राम्रो हेराउन राम्रो राम्रो त्यो हेराउन पाइनँ सो यताउति याङ्ग्रिया बाङ्ग्रिया यो किन्छु त्यो किन्छु तर के पनि किनिनँ एउटा झुम्का एउटा झुम्का लियो अरू सक्यो सो आजको भिडियो यतिकै सो फेरि भेटौँला।